हेलो वेलकम टु माई न्यू ब्लग। तपाईहरुलाई मेरो मिनी ब्लगमा स्वागत छ। र आज चाहिँ म चाहिँ छुट्टीको दिन है कसरी बित्दैछ तपाईहरुको चाहिँ मेरो छेउमै लगेर देखाउँदैछु। ए बाँदरले चाहिँ सुन्तला चाहिँ यो चालको खाइदिएछ। अब भुइँ पनि हो सुन्तलाको बोटमा चाहिँ सुन्तला कम्ती पत्ता बेसी यसो भइरहेछ। र मेरो चाहिँ यो बाँदर रुङ्ने गोठाला छ जिन्दगी हराम छ। छुट्टीमा पनि काम चाहिँ के खालको पाको सुन्तला चाहिँ कता कता मात्रै देख्दैछ। यस्तो सानो छ र पनि तर पनि बाँदा चाहिँ यति बेसी आउँछ। अब नहोस् आमामा जङ्गल झारपात त्यहाँ पर देख्ने चाहिँ साङ हो। एक्ज्याक्ट साङ चाहिँ त्यता हो नि त। देख्दैन छ कता सुन्तलाको बोट यसो सब जिन्दगी हराम छ। जिन्दगी हराम चाहिँ फिल्टर यसो गरेर चाहिँ फिल्टर लगायो त्यहाँदेखि चाहिँ बाँध यहाँ चाहिँ अलिकति बेसी छ सुन्तला। वैसा हे काम पनि छैन फुर्सद पनि छैन भन्छ। यो साह्रो छ यो। बरु यसो गर्नुपर्छ होला कि नेक्स्ट टाइमदेखि चाहिँ यो सुन्तलालाई चाहिँ मारेर चाहिँ केही नराख्ला जस्तो। अब सुन्तला राखेर पनि केही फाइदा छैन खानु पाउने होइन। यसो हाल खबर चाहिँ बरे बदनाम हुए चूरू हुए चुर। तपाईहरुको छुट्टी कसरी बित्दैछ? मेरो चाहिँ विकेन्ड भन्नु कि हलिडेज भन्नु कि यसरी बितिरहेछ। निन्द्रा लागिसक्यो झ्याप। अब सोच्छु जेसुकै होस् यसो गरेर हेर्दा आउँदैन तल कता यो देख्दैछ। यो चाहिँ तल्लो रोड यो चाहिँ तल्लो रोड हो जिङ्ला मन्दिर जान्छ। यहाँबाट चाहिँ खेतबारी अलिकति जुम गर्दै जस्तो देख्दछ। बनाउँदैछ नि त तल्लो रोड सर र यहाँबाट गयो भने त सिधै साङखोला निस्किन्छ नियर बाइसिङ हो। गरममा चाहिँ को गयो त्यसरी घाम ताप्दा दिउँसोको इन्भाइरोमेन्ट चाहिँ गरमै छ। बिहान बेलुका त भात नखाइ सुति जस्तो हुन्छ नि। वैसा है बरे बदनाम हुए भन्ने म रिल्स बनाउँछु बस्छु। अब के गर्नु टाइम पास। यसो गाउँ बस्तीको जीवन चाहिँ साह्रो छ। बगैँचा मात्रै भएर पनि हुँदैन यसरी गोठामा पनि बस्नुपर्छ। ओह गोरु कस्तो कराउँदैछ। ड्युटी जानु पनि अल्छी छुट्टीमा पनि अल्छी साह्रो छ। यस्तो छ। तपाईहरु पनि हेर्दै गर्नुहोस् मेरो सानो मिनी सुन्तला बगैँचाबाट चाहिँ तपाईहरुलाई ब्लग लिएर आइसकेको छु। त्यो ब्लग हेर्नु नबिर्सिनु होला। सी यू सून इन द नेक्स्ट ब्लग। बाइ बाइ।